You guys know everyone, it's me Arun Wakli with a brand new vlog. गाडी गइसक्यो सोकेज अलरेडी ढिलो भइसकेको छ आज चाहिँ हामी कुलेखानी ड्यामतिर जाने कुरो हो आई डोन्ट नो कता पर्छ त म थाहा हैन कुलेखानीमा हो जाने त्यसै सुनिराखु सो हामी अलरेडी रेडी भइसक्यो खाना खाइसक्यो यता डगेश भाइ खान अरे मेरो हेर्ने कस्तो म्यास अप हो हुन त पहिले म्यास अप थियो गाडी कता हो गयो कता गाडी गइसक्यो हामी हेरेको अरे हुन्छ सर हुन्छ के खर सर भएपछि के हुन्छ सरलाई त लिनै आउनु पर्छ जे गरे नि सोकेज गाडी आयो जे गरे नि लिन त आउनु पर्छ गाडीले हामी सर हुन्न नि त्यही भएर म बसमा आइसकेको छु यता दोस्त हाम्रो दोस्त दुई शब्द एन्ड त्यही हो Gotta run. I could whisper sweeter things and back to me you'd crawl. Puppeteer your love for strings, but it's not love at all. My ego's still providing. I'm not the one who's driving, but I can't find the brakes. Yeah, girl, there's no denying that even. हामी कुलेखानी ड्यामतिर गइरहेको छौँ पुगिने अगाडि भिडियोमा देखिसक्नु होला पानी त देखिसक्नु होला होइन खोला ड्यामको पानी अविनाश सर हुन्छ साइडमा ल म आचार्य अविनाश सर त्यहाँ सानो ओरिएन्टेसन छ क्या होइन वाटर म्यानेजमेन्ट अन्तर्गत चाहिँ हाम्रो आउँछ सिलेबसमा होइन त्यही कारणले चाहिँ हामी हिँड्दैछौँ जाँदैछौँ लेट्स सी खुसी हिँड त्यहाँ सब फुटेज कट यो नि काट्छु अब यो बोलेको नि काट्छु लाइक आउँदैन हामी चाहिँ आइसकेको छौँ हेरौँ आजको ओरिएन्टेसन कस्तो रहन्छ तपाईहरुले ग्रहण गर्ने क्षमता फेरि आफ्नो आफ्नो फरक छ त्यो हिसाबले गर्दाखेरि कहिले ताल हेरेर रमाउनु भयो होला कहिले अब अफिस परिसर देख्नु होला कहिले बनाउँछ सानो 2-2 मिटर तिएको 1.5 मिटर खाडल बनाउने त्यस्तो जोस रिचार्ज गर्ने उद्देश्यले गर्ने कामहरू सञ्चालन गर्छौँ कार्यक्रम छ भने नि गण्डकी बेसिन क्लाइमेट रेजिलिएन्ट प्रोजेक्ट भन्ने छ यो यहाँको ओरिएन्टेसन सब काम भयो एन्ड चार भयो ब्यागमा हुट राखेको हुट लाउनु पऱ्यो माटो र अनि सिमेन्ट मोलेर यसको साइडमा चाहिँ सबै त्यो पिचिङ गर्छौँ चितलक जाने अञ्जली जाने ढिलो भएर जाने रे अब टिकटक गराउन ढिलो भयो कि जाम चितलाङ हेरै अरू त्यो नजिस्क्याउ त लट्टिया खसी काट्न ढिलो भएर अब जाने रे यहाँ के रिस उठ्ने चितलानी नलाने झरानी नलाने रे यहाँ बोर्ड खेल्न सो गाइस हामी चाहिँ अब प्लान क्यान्सल भयो जस्तो लाग्छ चितलाङ जाने बट अहिले चाहिँ चितलाङतिर लागिसकेको हो वे टु चितलाङ लेट्स सी कतिखेर पुगिन्छ अहिले हामी चितलाङ आइसकेको छौँ लगभग प्लान चाहिँ क्यान्सल भइसकेको थियो बट कतै न कतैबाट चाहिँ मिल्यो हामी लगभग अहिले चाहिँ 1:17 चाहिँ यहाँ आइपुग्यौँ एन्ड 2:30सम्मको टाइम छ त्यसपछि चाहिँ हामी फुलगाउँतिर फर्किन्छौँ त्यसपछि टाढोबाट मैले हुट पनि लगाइसकेको छु चाहिँ हामी यो मदन भण्डारी विश्वविद्यालयतिर चाहिँ जाँदैछौँ होइन
त्यहाँ देखिसक्नु त्यहाँ देख्नु सक्नुहुन्छ ओ फेरि किन दौड्यायो सिधै फ्रेस हुन्छ कि हामी क्याम्पस हेर्न गइ जानु लागेको हम अनि चाहिँ उता जाने रे उता समथिङ के बोर्ड देख्यो नि त्यहाँ छिटो जाऊँ न त छिटो दौडियो भन्दा खेती भइरहेछ दादा अरू पनि दौडिन्छ अब solve problems and you just never solve them, cause you always in drama. It's alarming, girl, I just need clarity, can you just let me breathe? So guys, हामी फ्रन्ट साइडमा आइसकेको छौँ हामी यो युनिभर्सिटीको यतै हेर्दै ल एन्ड त्यो अलिकति एक्सप्लोर गरौँ यो बिल्डिङहरू त्यसपछि हामी यहाँ रुखहरू पनि कस्तो राम्रो देखिया सो हामी अब यो के समथिङ बिचारी थोक के थोक रहेछ त्यहाँ बोर्ड रहेछ त्यहाँ जाँदैछौँ एन्ड त्यो उयो 46 मिनट टाइमर आइसक्यो 46 मिनटमा त्यही एन्ड त्यो अलिअलि थाकेको छु हुड पनि खोलेँ दौडेको कारणले अलिक गर्मी पनि भयो You just never solve them, cause you always in drama. It's alarming, girl, I just सासुले सो गाइज हामी पुगिसक्यौँ त्यहाँ थोक बहिनी भाइ दिदीहरू आउँदै हुन्छ यहाँबाट फर्केर जाऊँ अनि एक दुईवटा फोटोसुट गऱ्यौँ त्यसरी चाहिँ म मन्दिर जाँदै हामी म भनेर होइन हामी कसरी देख्न सक्नुहुन्छ यहाँ पूजा रहेछ मन्दिर जाऊँ दर्शन गरौँ Tears like rain run down the window. I repeat your दर्शन गऱ्यौँ भगवान्को अन्त हामी फर्किँदैवाला छौँ आज फुल नाइट क्याम्प फायर हान्ने कुरो छ चेलीहरूको योगदान कौशलीको चेली ए दुई शब्द भनिदेऊ न जनकपुरको चेली के भन न चपिङ गर्नलाई अलि छुरा राम्रो भएन क्याम्प फायरको तयारी भइसकेको छ यता त्यहाँ मटन पाकिरह हाम्रो क्याम्प फायरको अध्यक्ष सो यहाँ कुर्सीहरू मिलिरहेको छ भने अरुणको भ्लगमा सबले सब्सक्राइब लाइक गरिदिनु कमेन्ट गरिदिनु लगभग हाम्रो अब अन्तिम दिन भइसक्यो भनौँ न अब भोलि त पोते जाने हेटरतिर एन्ड आज चाहिँ हाम्रो लास्ट डे टुरको एन्ड टुर पनि सुरु हुनुभन्दा अगाडि नै भइयो भनौँ सो यस क्याम्प फायर सुरु भइसकेको छ अन्त भाषण दिँदै हुन्छ शैक्षिक अवलोकन गरेर कक्षा कोठा मात्रै पढ्न नपर्ने किसिमको मन क्षेत्र अनि प्राकृतिक स्रोत संरक्षणका कुराहरू वाइल्ड लाइफ वाटरसेड म्यानेजमेन्ट लगायत जति म मेस क्याप्टेन भोला ठाकुर परेँ अघि हाम्रो साथीहरूले धेरै सहयोग गर्नुभएको छ हाम्रो साथ टिमहरूले धेरै पनि सहयोग गर्नुभएको छ मिठो मिठो खाना खान्छन् यही भन्दै म धन्यवाद बिहेको छ अनि त्यसपछि कक्षा कोठामा एकले अर्कोलाई चिन्न नसकेको बोल्न नसकेको होइन ती सम्पूर्ण अनुभवहरू आफैले पनि चिन्न सकेको त्यस्ता अनुभूतिहरू बटुल्दै आज हामी 13औं दिनमा यो क्याम्प फायरको रूपबाट चाहिँ यसलाई विसर्जन गर्ने काममा लागेका छौँ यस्ता मिठा अनुभवहरू सिक्ने अनौपचारिक र औपचारिक रूपबाट सिक्ने काम गऱ्यौँ क्लासमा पढाउने हामी केही सीमित गुरुहरू मात्रै हुन्थ्यौँ जबकि फिल्डमा गएर सिक्ने क्रममा चाहिँ विभिन्न प्रकारका गुरुहरू भेट्यौँ ठाउँ ठाउँमा टिचरहरू भेट्यौँ
नबोल्ने प्रकृतिबाट पनि सिक्यौँ होइन अनि आफूबाट पनि सिक्यौँ कसैबाट पनि सिक्यौँ त्यस किसिमको सिकाइ राखेको थियो त्यही सिलसिलामा हामी यो ठाउँमा आइपुगेका छौँ रमाइलो भइरहेको गीत बजिरहेको आई मिन मैले त्यो गीत सुनाउन किनकि कपिराइट क्लेम आउनु सक्छ राइट नै आउनु सक्छ सो नाचिरहने त यता क्याम्प फायर भइरहेको त्यही हो सो गाइस आजको लागि यति मात्रै एन्ड क्याम्प फायर गरेर गफगाफ गरेर हामी 4 बजन आइसक्यो सो बल्ल सुत्न लागेको हौँ एन्ड भोलि 6 बजे चाहिँ हामी यहाँबाट निक्लिने हो हेटौडाको लागि बट 7 साढे 7 चाहिँ बज्छ रातो चाहिँ मेबी 8 बज्न सक्यो सो यदि यो भ्लग हजुरहरूले लास्टसम्म हेर्नु भने च्यानल सब्सक्राइब गर्नु भिडियो लाइक गर्नु एन्ड कमेन्ट पनि गर्न सक्नुहुन्छ एन्ड म हजुरहरूलाई अर्को भ्लगमा भेट्छु भिडियोमा भेट्छु एन्ड त्यति बेलाको लागि स्टेबल स्टेप पाएँ एन्ड हाम्रो फाइनली टुर पनि कम्प्लिट भइसक्यो अब डाइरेक्ट हेटौडा जाने भ्याइयो त्यसरी